हेलो नमस्ते। म आज चाहिँ यो किताब पढिरहेको थिएँ। यो सीमा आवासले लेख्नुभएको महायुग है। अनि मलाई चाहिँ एकदमै राम्रो कुरा भेटायो जस्तो लाग्यो अनि कति मिनिङफुल रहेछ भनेर सेयर गर्न मन लाग्यो। अनि यो किताबको 202 पेज नम्बरमा चाहिँ जोडभक्ति भन्ने एउटा च्याप्टर छुट्याएको रहेछ। त्यसमा चाहिँ के भनेको छ भने हरेक मान्छेभित्र एउटा बाघ अनि एउटा चाहिँ घोडा हुन्छ। अनि आफूसँग विजय प्राप्त गर्ने मान्छेले चाहिँ बाघमाथि चढेर हिँड्ने गर्छ। अनि आफूभित्र विजय प्राप्त गर्न नसक्ने मान्छेहरू चाहिँ के हुन्छ भनेदेखि उसको बाघलाई बिउचायो भने चाहिँ आफूभित्रको बाघले आफैलाई चितोर्छ। अनि त्यसपछि त्यो कारणले चाहिँ मान्छेले चाहिँ आफूभित्रको बाघलाई बिउजिन दिँदैन भनेको रहेछ। यो मान्छेभित्र चाहिँ अर्को घोडा हुन्छ जो चाहिँ कहिले पनि विश्राम लिँदैन। जो व्यक्तिले चाहिँ आफूभित्रको घोडालाई लगाम लगाएर हिँड्छ ऊ चाहिँ अवश्य पनि गन्तव्यभित्र पुग्छ। जो व्यक्तिले चाहिँ आफूभित्रको घोडामा चढेर सवार गर्न सक्दैन त्यो मान्छे चाहिँ आफै मतलब उसलाई चाहिँ घोडा हाबी हुन्छ। आफ्नै जिन्दगीको घोडा चाहिँ स्वयं व्यक्ति बन्छ। र जब मान्छे माथि घोडा हाबी हुन्छ तब मान्छेको जिन्दगी चाहिँ खास हुन सक्दैन। त्यस कारणले चाहिँ हरेक व्यक्तिले आफूभित्रको घोडालाई सवार भएर घोडामाथि सवार भएर चाहिँ आफूभित्रको बाघलाई बिउजाएर चाहिँ जिन्दगीको यात्रा गर्नुपर्छ भनेको रहेछ। मलाई एकदमै मन पर्यो। र हाम्रो चाहिँ के छ भने हामी मान्छेहरू चाहिँ आफ्ना कुराहरू चाहिँ खासै याद गर्दैनौँ। आफ्ना कुराहरू बिर्सिन्छौँ अनि अरूका कुराहरूलाई चाहिँ सम्झिरहन्छौँ। त्यसले चाहिँ अब त्यसमा चाहिँ हाम्रो चाहिँ बाघ चाहिँ बिउज्यो तर आफैलाई चित्यो अरे क्या। त्यसले बाघ त बिउजिरहेछ तर बाघमाथि चढेर त हामी हिँड्न सकेनौँ। त्यही भएर चाहिँ उसले हामीलाई नै चित्थोरिराखेको छ। अनि हामी आफूलाई चाहिँ खासै ध्यान दिँदैनौँ कि आफूलाई कहिले पनि हेर्दैनौँ। खासै आफूलाई हेर्दैनौँ। अनि त्यो आफूलाई हेर्दैनौँ र अरूतिर चाहिँ बारम्बार फर्केर हेरिरहन्छौँ उसले के गर्यो, कहाँ गयो, के गर्दैछ, के लायो, के खायो, त्यसरी हेर्छौँ नि त। त्यही भएर हामीमाथि चाहिँ घोडा एकदमै हाबी छ जसले हामीले कहिले पनि गन्तव्यमा पुग्न त के हामीलाई खुसी भएर बाँच्न पनि दिँदैन। अनि बाघमाथि चढेर हिँड्ने त अब कल्पनै गर्न सकिएन हामीले होइन। त्यही भएर चाहिँ आफ्नो घोडामाथि आफै चढेर चाहिँ उसलाई चाहिँ लगाम लगाएर चाहिँ आफ्नो गन्तव्यतिर हिँड्नु पर्यो र आफूभित्रको बाघलाई बिउजाएर चाहिँ त्यसमा सवार हुनु पर्यो। नत्र भए चाहिँ हाम्रो जिन्दगी चाहिँ घोडाले चाहिँ चलाइदिन्छ भन्नुको मतलब हामीलाई चाहिँ अरूको डाहा, अरूको ईर्ष्या, अरूले के गर्यो, अरूले के खायो, उसँग यो छ मसँग यो छैन जस्ता कुराहरूले चाहिँ हामी एकदमै दुखी हुन्छौँ। र त्यसले चाहिँ बाँच्नलाई त एकदम दुःख दिन्छ। मलाई लाग्छ त्यसले मर्न पनि सजिलो गरिदिँदैन क्या। त्यही भएर अरूको चियो चर्चो, अरूको चासो राख्नुभन्दा पनि आफूलाई हेर्नु चाहिँ एकदमै महत्त्वपूर्ण रहेछ। त्यही भएर म चाहिँ त्यो कोसिसमा छु। थ्याङ्क यू।